पुरै गर्मीले पौडी खेलिरहेको छ भैँसी यतिखेर। बाख्रा 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 पर्वत स्वास्थ्य सेवा केन्द्र सोताङ 4 नम्बर। यहाँनिर हाम्रो केरा रहेको छ। हराए भाँचेर पनि हराएर चोरले सबै खाइस। हेर्नु त कति मान्छेले खायो। एउटा पनि छैन। केराको नाममा केही पनि छैन। चोरले सबै खाइसक्यो। यो सबै चोरले खाएको हो। मान्छेले फटाइ गरेर मान्छेको फटाइ हो यो। केरा आजको हाम्रो खाजा। आज शनिबार हो, हामी गोठालो गरिरहेको छौँ। भोलि गोठालो चाहिँ विशेष हाम्रो जस्तो अरूको गोठालो गर्न जाँदा खाजा हुँदैन होला। चाउचाउ आलु नि छ। आलु फेरि स्पेसल त यहाँ छ नि। यो चाहिँ अरूले मही सोझलाई, यो चाहिँ दुध है, भैँसीको दुध। भैँसी चराउनै आएको हो। भैँसी पालेपछि नि भैँसीको दुध खानु पर्यो। यो इङ्ग्लिसमा बनाना प्योर हो। प्योर भनेको यस्तै हुन्छ, सानो सानो हुन्छ तर कडा हुन्छ नि। के गर्नु, यो डाँडा सबैले चिनेकै हो हाम्रो गाउँघरतिर। फुलको डाँडा लास्टै रमाइलो छ। तर सगरमाथा नि देखिन्छ यहाँनिर। नआउने मान्छे यहाँ आएर बस्यो, पाइलो टेक्यो भने मात्र पनि झन्झनै बेहोस हुन्छ क्या। किनभने खुसीले नै यहाँ रमाइलो ठाउँ छ। यहाँ चाहिँ फेरि 3-4वटा अड्ने क्यापेसिटी छ। मैदान छ क्या चौर। त्यो पारि म देखाउँदैछु। ल लानुहोस् लानुहोस्, चाहे जति लानुहोस्। म एउटा व्यापारी हुँ। व्यापारी यहाँ छ, यहाँ छ, यहाँ छ, यहाँ छ। मात्र 5 रुपियाँको सबै। 5 रुपियाँ चाहियो, सबै लानुहोस्। आज मेन डिस्काउन्ट हो, विशेष दिन छ। अरू पनि छ। आउनुहोस् ल, आउनुहोस् आउनुहोस् आउनुहोस्। सस्तो 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 सस्तो। गोठाले यो हो भने यता भैँसी चरिरहेको छ। ल किलो 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 घर फर्की गोठ फर्की
चरणबाट फर्काउँदैछु भैँसीलाई हो के आयो यस्तो यो हाय लास्टमा मान्छेको म फर्स्ट गोठाल जाँदा यो अनिवार्य चाहिन्छ अहिले फर्काउँदैछौँ भैँसी चरणबाट आउँदैछ बिस्तारै बिस्तारै छाडे पनि साथी हुनुहुन्छ सुरेश राई हाय आऊ 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 एउटा ल्याउन मानेन मेरो पछि पछि आउँछ